हेर्नुहोस् आज हामी गुम्बामा छौँ। गुम्बामा यहाँ खानापिनाको मेलो हुँदैछ। सबैजना तकदाको गुम्बामा अनि दार्जिलिङ हेरिहाल्नुहोस् यहाँ। सेलरोटी पाउँदैछ हेरिहाल्नुहोस्। गुम्बामा खानापिना हुँदैछ आज हेर्नुहोस्। हेर्नुहोस् मेरो नानीहरू यहाँ बसेका छन्। बसेका छन् जाँदैछु ल। त्यही त स्कुल छ। हेर्नुहोस् हामी अहिले गुम्बामा छौँ होइन। अहिले मेमेहरू खाना खान जानुभएको छ अनि म भिडियो बनाउँदैछु। साथीहरू हेर्नुहोस् आज म यहाँ के अरे मिना दिदीहरूको गुम्बामा छु तकदामा दार्जिलिङको। हेर्न सक्नुहुन्छ कस्तो दामी सजाएको छ हो। हेरिहाल्नुहोस्। हेर्नुहोस् हेर्नुहोस् होइन कस्तो ठन्डा छ यहाँ। हेर्नुहोस् दामी भएको छ मौसम भन्नुहुन्छ भने एकदम ठन्डा ठन्डा कुल कुल एकदम ठन्डा दामी दार्जिलिङ। हेर्नुहोस् तपाईँहरू यहाँबाट हेर्न सक्नुहुन्छ परसम्म बाटो। हामी अघि आएको बाटो यहाँ छ। के गर्नु साथीहरू जानु मन त लागेको छैन। भोलि बुद्ध पूर्णिमा छ यहाँ पूजाहरू हुन्छ होइन। तर के गर्नु जानै पर्ने भयो। मेरो नानीको स्कुल छ। म भोलिसम्म चाहिँ बस्ने थिएँ नहुने भयो। म त भोलि चाहिँ म निस्किन्छु साथी बिहानै निस्किन्छु भोलि चाहिँ होइन सिलगढीको लागि। आजभरि छु म यहाँ। अब भोलिदेखि म फेरि सिलगढीमा हुन्छु। के गर्नु इच्छा त छैन जाने। मङ्गलबार छोरीको स्कुल छ त्यसले गर्दा जानु मजबुर भएको छु। नभए त म भोलि बसेर जान्थेँ होइन। के गर्नु उपाय छैन। अनि उपाय केही छैन। अब हेरिहाल्नुहोस् टी गार्डन हेर्नुहोस् यहाँ गुम्बाको एकदम छेउमै टी गार्डन छ। हामी उता माथिबाट आएको हौँ। हेर्नुहोस् मजाको हावा लाग्दैछ यहाँ। होलीको तयारी पुरा मजाले हुँदैछ। ओके साथीहरू हेर्नुहोस् यो भिडियो तपाईँहरूले हेरिदिनुहोस् होला। हेरिदिनुहोस् साथीहरू मेरो भिडियोलाई ल। बाई बाई साथीहरू अब म राख्दैछु। भयो भने भरे फेरि भिडियो बनाएर हाल्छु
ल बाई बाई।